राष्ट्रिय आविष्कार केन्द्रले मान्छे उड्ने मेसिन बनाएको छ। महावीर पुन नेतृत्वको आविष्कार केन्द्रको यो अर्को अद्भुत उड्ने उपकरणको सफल परीक्षण समेत भइसकेको छ। यो मेसिनलाई प्यारामोटर भनिन्छ र यस्तो किसिमको उड्ने चीज विदेशतिर मनोरञ्जनका लागि धेरै नै प्रयोग गर्ने गरिन्छ। यसका साथै पुलिस र आर्मीलाई पनि यो धेरै उपयोगी हुन्छ, किनभने यसलाई उडाउन लामो एयरपोर्ट चाहिँदैन। यस्ता उड्ने मेसिन नेपालमै अरूहरूले पनि बनाएका छन्, तर यसलाई व्यवसायीकरण गर्ने काम गर्ने कोही पनि लागेको छैन। अनुसन्धान र इनोभेसन नगर्न केही चीज पनि पाउँदैन र त्यसको व्यापार पनि हुँदैन भनेर सबैले उल्लेख छ। त्यसैले यसमा थप अनुसन्धानहरू गर्नुपर्छ र गर्दैछन्। राष्ट्रिय आविष्कार केन्द्रका एरोनोटिकल इन्जिनियरहरूको टिमले यसमा थप अनुसन्धान गरेर यसलाई सुरक्षित बनाउन प्रयास गर्दैछन्। तपाईलाई यो अनुसन्धान कस्तो लाग्यो पक्कै पनि कमेन्ट गरिदिनुहोला। हस् त यो भिडियोको लागि यति नै। भिडियोको जानकारी मन परेमा लाइक, शेयर र कमेन्ट अवश्य गरिदिनुहोला। साथै यस्तै भाइरल अपडेटका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नछुटाउनुहोला। यतिन्जेल हामीलाई साथ दिनुभएकोमा यहाँलाई धन्यवाद छ। Yes.